पिठो भएछ बिहान त सुक्खा बनायो चिरमा हजुर अब सँगै जानुपर्छ ल चिरमा आउनु छैन हामी पनि उतै अब निस्किन आँटेको थियौँ खाना खाइवरी यहाँ अब खानु पऱ्यो भनेर तलै जानु आँटेको ठ्याक्क आइदिन्छ ढुक्क भयो अनि आज चाहिँ अब औँसी औँसी परेर चिरमा नि खानुहुन्छ नि आज किन खानुहुन्न र चिरमाले औँसी हो नि त आज औँसी हुन्छ हो चिरिङमा हुन त अब तपाईँको हाम्रो आमाहरूको पालामा चाहिँ बाँड्छन् त्योभन्दा पछाडिकोले बाँड्दैन अब के गर्छन् त्यो चाहिँ थाहा त्यस्तो छिटो नगर्नु भनेको तिमीहरू जस्तो केटाले ए त्यस्तो भजन नकुरा कीर्तन गरेर बसेको देखेको छौ अहिले बुटौल भजन हेर त पशुपति भजन हेर त ऊभन्दा भर्खर केटाले भजन गाएर भयो होइन त्यो खैजडी कति मजाले बजाएको त्यो मादल खैजडी के गरेर बजाएको थियो होइन हरे राम भन्ने त उहाँ पनि छ मादल बजाउँदा खैरेर अरे राम्रो होइन त्यो चाहिँ